ल हाम्रो सुगर लोफको यात्रा सुरु भयो। यहाँबाट डाँडा, यो सुगर लोफको डाँडा हेरौँ है त भाइ, मजा हुँदैछ नि तँलाई? एकदम रमाइलो हुँदैछ। आज हामी शनिबारको दिन सुगर लोफ चढ्छौँ भनेर आएको। खासमा चाहिँ सुगर लोफ चाहिँ दुई प्रकारको रहेछ। एउटा चाहिँ टप सुगर लोफ, अर्को चाहिँ सुगर लोफ भन्ने हुँदो रहेछ। हामी चाहिँ यो सुगर लोफ भन्नेमा आउँदैछु, जुन चाहिँ अर्को भन्दा अलिकति सानो रहेछ, तर यसमा चाहिँ चढ्नुको चाहिँ अलिक बेसी उकालो, अलिकति गाह्रो छ भन्दै थियो। तल नाम के अरे यसको चाहिँ? यसको चाहिँ सुगर लोफ मात्र हो, अर्को चाहिँ ग्रेट सुगर लोफ रहेछ। ग्रेट होइन, ग्रेट सुगर लोफ चाहिँ अर्को चाहिँ, यो चाहिँ नर्मल सुगर लोफ रहेछ के। यसको यो पहाड र अर्कोको डिस्टेन्स चाहिँ नियरली 30 किलोमिटर जति होला। तर यो आज चाहिँ हामी यो चढ्दैछौँ। लेट्स सी कस्तो हुन्छ। नेक्स्ट टाइम चाहिँ त्यो चढ्ने हो। ल त्यो भनेको त्यहाँनिर छ। कुन चाहिँ अर्को भनेको? कुन चाहिँ नि त्यो सानो यो रुखहरूको बारेमा यो रुख एरियावाला होइन यो? राइट त्यो ग्रेट सुगर लोफ, त्यो चाहिँ नेक्स्ट डेस्टिनेसन। दुईटा रहेछ है त्यसमा? दुईटा। ओके, ल हामी अब यात्रातिर लागौँ। बाटो चाहिँ ठाडो उकालो, त्यसपछि फेरि चिप्लो पनि छ। अलिक विचार गरेर हिँड्नु पनि रहेछ। आइज भाइ आइज, कस्तो रहेछ भन्? गजब भइरहेछ नि। हामी कति अझै अर्को माथि सही बाटो रहेछ। एक्सर्साइज हुँदैछ नि भाइ? डेडली। बाबु बिच बाटोतिर आइपुग्यो, तल थै लाग्यो। जस एक्सर्साइज दामी भइरहेको छ नि होइन? डेडली भएको छ नि त। ल बाटो चाहिँ हाम्रो धेरै वर्षपछि पुरा भयो सपना सुगर लोफ चढेको। र हामी धेरै त होइन, 10 मिनट जति चाहिन्छ होला माथि पुग्नलाई। हामी अब बिस्तारै पाइला सार्दै अगाडि बढ्दैछौँ र चाँडै नै पुग्नेछौँ हामी। यो चाहिँ अहिले बाटो हाम्रो यस्तो छ, उकालो ठाडै यस्तो ठाडो यस्तो उकालो छ। अब हामी बिचभन्दा बढी पुग्छौँ। यो डाँडा होला। अब लाग्छ होला, कति लाग्छ भाउ भन् त? खै 10 मिनट जति लाग्छ कि? ल 10 मिनट जति लाग्छ भन्छ भाइले, हेरौँ। हाम्रो cheers,